वेलकम टु माई मिनी भिडियो। आज चाहिँ हामी यहाँ सुखाइ भन्ने ठाउँमा जाँदैछौँ। चाहिँ ओभर लागिरहेको छ तै पनि हामी जाँदैछौँ। हाम्रो इमर्जेन्सी काम नहुने काम त घाम पानी भनेर भएन नि त, त्यही भएर हामी चाहिँ अहिले जाँदैछौँ। बाटो चाहिँ एकदमै राम्रो छ यहाँ चाहिँ, हाम्रो घर छेउको बाटो चाहिँ एकदम राम्रो छ। तपाईँहरू के गर्दै हुनुहुन्छ? हाम्रो गन्तव्यसम्म आइपुगेको छौँ। अजुनारा 10 को वडा कार्यालय खालिस्तान भन्ने जग्गामा चाहिँ हामी आइसकेको छौँ। यहाँ चाहिँ हामी तिरोतिर छौँ, यता चाहिँ हाम्रो दिदीको जग्गाको तिरो त्यसमा आएको। सो हामी चाहिँ अजुनारा 10 वडा कार्यालय संसारै जातमा चाहिँ हामी आइसकेको छौँ है साथीहरू। हामी चाहिँ फाइनली हाम्रो गन्तव्यसम्म आइसकेको अवस्था सबैजनालाई जानकारी। फाइनली हामी चाहिँ अहिले यहाँ भाइजनको रूपमा निस्किसक्यौँ। आज चाहिँ हामी आफन्तको घर डुल्दै, आफन्तकोमा चिया खाजा खाएर बाहिर खाँदाखेरि पैसा लाग्छ नि त, त्यही भएर आफन्तको घरमा खायो भने चाहिँ पैसा जतिन्छ भनेर त्यहाँ खाजा खाएर हामी चाहिँ अहिले भाइजनको बाटो हुँदै चारालीतर्फ लाग्दैछौँ। चारालीमा चाहिँ हाम्रो सामान रिसिभ गर्नुपर्ने छ। अनि आजको हाम्रो यात्रा चाहिँ एकदम रमाइलो भइरहेको छ, किनभने वडा कार्यालयमा काम सके पछाडि हामी आफन्तको घरमा गयौँ। अनि त्यस पछाडि आफन्तसँग भेटघाट पनि भयो, कुराकानी भयो। अनि एकछिन रमाइलो गफ गरिसकेपछि मिठो चिया खाएर हामी फेरि अब भाइजनको बाटो हुँदै चारालीतर्फ लाग्दैछौँ। यहाँदेखि चाहिँ अहिले सरिसकेको अवस्था रहेछ। हामी चाहिँ यहाँ चारालीको सब्जी मन्डीमा आइसकेको थियौँ। अनि यहाँ चाहिँ अहिले विजय दाईको सब्जी मन्डी चाहिँ सरिसकेको रहेछ। अब चाहिँ हामी फेरि उहाँको सब्जी मन्डी खोज्ने क्रममा छौँ साथीहरू। सो यता मेरो साथी चाहिँ यहाँ हुनुहुन्छ। अनि अब चाहिँ लेट्स सी हामी उहाँको पसलसम्म पुग्ने छौँ र उहाँलाई भेट्ने छौँ। अनि हामी सामान पनि रिसिभ गर्ने छौँ है त। तपाईँ साथीहरू हामीले चाहिँ अब सब्जी मन्डी सरेको छ भनेर थाहा भएन, अनि त्यही भएर कहिले त्यहाँ आएको थियो नि त, अनि त्यही भएर त्यही होला भनेर आएको। ठ्याक्क त्यहाँबाट चाहिँ सब्जी मन्डी सरिसक्नु भएको रहेछ। अनि त्यही भएर चाहिँ मैले चाहिँ घामको उपचार यो चाहिँ स्किनमा घामले इफेक्ट नहोस् भनेर त्यही पनि मागेर लगाएको साथीहरू। यता चाहिँ हेलमेटले कभर हुनुहुन्छ। अनि अहिले चाहिँ हामी ठ्याक्कै चाराली बजार हो साथीहरू। चाराली बजार चाराली बजार क्रस गरेर जानुपर्ने चन्द्रगढी रोडमा निकै अगाडि जानुपर्ने हुन्छ। त्यही भएर अब हेरौँ, हामीलाई यहाँ निकै गाह्रो हुन्छ है गाडो क्रस गर्नु। काँक्री रोड तर्फबाट हामी चाहिँ घुम्छौँ साथीहरू। यहाँ चाहिँ एकदमै धुलो छ। ओ बाफ्रे 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 धुलोहरू यस्तो धेरै छ। धुलो त नभन्नु न साथीहरू, बाफ्रे घाम त्यस्तै, धुलो त्यस्तै, बाटो त्यस्तै, गाह्रो छ गाह्रो छ। बल्लैले हामीले चारालीको यो रिङ रोड पनि क्रस गरिसकेको छौँ। अब चाहिँ हामी चन्द्रगढी रोडतर्फ लाग्दैछौँ साथीहरू। यो चाहिँ चन्द्रगढी जानेको रोड है। चन्द्रगढी रोडतर्फ हामी चाहिँ निकै अगाडि आइदियो होला। यो व्यवस्थित छ जस्तो छ साथीहरू। हामी चाहिँ अब आइपुगेको अवस्था म सोधेर आउँछु। ल हामी चाहिँ आइपुगेको छौँ साथीहरू। त्यही भएर अब चाहिँ म यहाँनिर हाम्रो सामान भेटिन्छ कि भेटिँदैन म सोध्नेछु। सो अहिले चाहिँ म आइपुगेको अवस्था होइन, हाम्रो सामान चाहिँ पाइसक्यौँ। अनि यहाँ मेरो साथीले चाहिँ के चाहिँ छ मलाई चाहिँ दिने हो कि होइन भनेर भन्दै हुनुहुन्छ। अनि मैले यहाँ दिन्छु भनेर फकाएर ल्याएको है। यता चाहिँ हेर्नु सक्नुहुन्छ, फकाएर मैले ल्याएको। अहिले चाहिँ हामीले हाम्रो सामान रिसिभ गरिसकेको छौँ साथीहरू। घाम यस्तो छ, त्यही भएर आजको हाम्रो डे रुटिन चाहिँ यही हो। मर्निङदेखि डेसम्मको हाम्रो कामै यही हो। अब गएर यो फोर्ने हो, के छ पकाउने हो, खाने हो। अब चाहिँ हामी जान्छौँ साथीहरू। सबैजनालाई थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई 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 भनिदिनु न। बाई बाई।